हेलो नमस्ते सबैमा। आज धेरै दिनको अन्तरालपछि राम्रो हिमाल खुलिएको छ। अब यो हिमाल हेर्नु कसरी पुग्न त यहाँहरू? काठमाडौँको रमाइलो हिँडाइ सुन्दरजलदेखि हुँदै चिसोपानी आउनुको लागि रमाइलो हिँडाइ 4 घण्टापछि पुग्नुहुन्छ यहाँहरू यो दृश्य हेर्नलाई, जो कि एकदम मनमोहक दृश्य। यो दृश्य हेर्नलाई काठमाडौँदेखि धेरै टाढो पनि छैन, लगभग 4 घण्टाको हिँडाइपछि पुग्न सक्नुहुन्छ। अथवा यहाँहरू साइक्लिङ, बाइकिङ, गाडी हुँदै पनि आउन सक्नुहुन्छ। अनि अहिले चैत मौसम, चैत लागेपछि हाम्रो नेपालको राष्ट्रिय फुल जस्तो कि जुन कि लालीगुराँस भनिन्छ, लालीगुराँसको आनन्द लिँदै पनि हेर्दै आउन सक्नुहुन्छ। र यो हिमाल यो चाहिँ पर्छ हजुरको एभरेस्ट रेन्ज परेछ। यो गौरीशङ्कर हिमाल जुन चाहिँ हाम्रो दोलखा जिल्लामा पर्दछ र यताको यो ठुलो देख्ने यो चाहिँ यसलाई चाहिँ फुर्बी ग्याप्चो भनिन्छ। र यताको दुईवटा ठुल्ठुलो हिमालहरू यो चाहिँ दोर्जेलाक्पा जुन चाहिँ एकदमै फेमस छ, चिसोपानी देख्न सक्नुहुन्छ हजुरहरूले। यसपछि आएर सिसापाङमा ग्लेसियर डोम, अनि उत्तरपट्टि आएर तपाईँहरूको यो लाङटाङ रेन्ज पर्छ, जुन कि तपाईँको काठमाडौँदेखि 17 दिनको ट्रेक पर्छ यो लाङटाङ चाहिँ तपाईँको। एकदमै रमाइलो छ, आउनुहोस् रमाइलो गर्नुहोस्। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।